के तपाईँ सुनाखरी बोलको यो गीत सुन्नुभएको छ? सुनाखरी भनेको के हो त? तपाईँहरू यदि हाइकिङ ट्रेकिङ जानुभएको छ भने जङ्गलमा पक्कै पनि यस्तो दृश्यहरू देख्नुभएको होला। फोटोमा देखिए जस्तै अन्य रुखमा उम्रने र फुल फुल्ने वनस्पति नै सुनाखरी अथवा अङ्ग्रेजीमा अर्किड्स हुन्। प्राय अरू रुखका हाँगामा र कापमा उम्रने भए तापनि सुनाखरीहरू परजीवी भने होइन। कुनै कुनै प्रजाति त जमिनमा नै उम्रन्छन्, रुख चढ्दा पनि चढ्दैनन्। यसरी अन्य रुखमाथि उम्रने सुनाखरीलाई एपिफाइटिक अर्किड भनिन्छ भने जमिनमा नै उम्रने सुनाखरीलाई टेरेस्ट्रियल अर्किड्स भनिन्छ। सन् 2022 को यो स्टडी अनुसार नेपालमा 440 प्रजातिका सुनाखरीहरू पाइन्छन्। प्राय जसो सुनाखरीहरू साइटिस अनुसूची 2 मा सूचीकृत गरिएका छन्। अब साइटिस के हो त भन्ने बारेमा छलफल गर्नमा हामी फेरि भेटौँला।